बवाल सब चट्टान फोरेर बाटो निकालेको यस्तो बवाल 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 हेर्ने आमा यो हो नि बाटो त यो हो नि त कडा कडा यस्तै हो यो त ओहो यहाँनिर गाडीको बाइकहरूको इन्ट्री गर्नुपर्छ कि गाडी बाइकहरूको इन्ट्री अलर्ट फर हाई एल्टिट्युड सिकलेस एबोभ 2800 मिटर अरे यहाँ चाहिँ जहिले पनि गाडी नम्बर मान्छेको नाम कतिजना सफर हुँदैछ भनेर गाडीलाई इन्ट्री गरेर हामी निस्कियौँ छ 2300 छ सिराइचुली 2300 वे बबाल 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 दामी पहिरो गएछ त पुरै पहाडको आदि नै खस्या जस्तो रे पुरै झरेछ त अगाडि हिउँ डेन्जर देखेछ माथि डेन्जर चिसो छ अहिले चिसो फिल सुरु भइसक्यो माथि स्योर हिउँ परेछ के देख्न सक्छौँ हामीले त्यहाँ टक्क हिउँ बवाल 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 टक्क यो झरेको त्यहाँ दामी दामी भ्यू वाउ बबाल डेन्जर स्नो परेको रहेछ हेर्ने सेतै छ त हामी आउँदै थिएन नि माथि स्योर हो कि हिउँ परे हेर्दा त्यहाँ पुरै धुम्म छ जता हेरे त्यतै रमणीय छ त के हो यस्तो यो हामी लेते आइपुग्यौँ अब लेते डाँडा ल बल्ल पो यो पो हो त जन्नत यार आहा सुकुन सुकुन यही हेर्नु लाग्यो हामी मुस्ताक
बिना प्लान हामी मुस्ताङ चल्दै दाजुभाइ अहिले यस्तो भ्यू हेर्न पाइरहेछौँ हामीले हो कि होइन ए बवाल 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 वाउ फोटो खिच्ने हो ल ल ल ल मुस्ताङ छिरिसक्यो हामी मुस्ताङ छिरिसक्यो यस यो हो कि जन्नत छिरिसक्यो मुस्ताङ मुस्ताङ हो कि अब सुरु भयो भनौँ न हेर्न लेते मुस्ताङ ल अब बल्ल बाइक चलाउन मजा आउँछ यस्तो दामी बाटो छ प्लस अगाडि भ्यू पनि बवाल ल वाउ जाडो जाडो भइरहेको छ यतिको जाडो छ भनेर एक्सपेक्ट गरेको थिएन झन् जाडो भयो त यो हो क्या मुस्ताङको बाटो बल्ल यही त हो नि फोटो खिचे हामीले रोकेर फोटो खिचे अब क्यामेरा ल्याएको अनि पुरै साइडमा सल्लोआको रुख मिसफायर हो मेरो बाइक त खडा हो वाउ यताबाट फेरि कुन खोला हो जता नि मिसिन त त्यहीँ रहेछ है के हो अगाडि गुफा छ त त्यहाँ पुरै पालै पालमा टक्क घर पनि त्यही छ क्या हो घर पनि त्यही छ जस्तो हो कडा 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 कोवाङ बजार आइपुग्यो अहिले चाहिँ हामी हिमाल पुरै टल्क्या ए मिठो हिमाल टल्क्या रहेछ त वहाँ है के हो च्याङ्रा हो कि क्या हो ओ हो रहेछ त च्याङ्रा ओहो च्याङ्रा मिठो मिठो हेर्ने यस्तो यस्तो पनि घर के त्यहाँ त मान्छे बस्छ खन्ती बजार पुलिस चेक कोवाङ ल हामी ट्याक्कै मार्फा आइपुग्यो अब हामी यहाँ जेरी गल्ली खोज्दैछौँ आज यतै बस्ने कुरो भयो ए होटेल चाहिँ पाइन्न क्या हो लो प्याक छ क्या हो ल वेलकम टु मार्फा भिलेज ल यतैतिर हो चलिदिने हो URC 2699 please rest your still ID enjoy the nature अरे खोइ त कहाँ छ मार्फा 2692 अहिले हामी घाँसाबाट लेते कोवाङ टुकुचे के हो टुकुचे मार्फा जोमसोम कागवेनी मुक्तिनाथ ल ठिक छ देख्न सक्छौँ यो चाहिँ सब स्याउको बुट हो अहिले चाहिँ भर्खर फुल फुल्दैछ यसको सिजन स्याउ फल्ने सिजन चाहिँ दसैँ तिहारतिर हो मार्फा त्यही हो जेरी गल्ली नि त्यही छ देब्रे ठाउँ छ होइन यही हो पुरै स्याउको बोट यति टुरिस्ट भित्रेखा जता हेऱ्यो त्यतै स्कर्पियो र बाइक गाडी छ यार अब कताबाट छिर्ने यताबाट छिर्ने त होला नि होइन
आम्मा पार्किङ सार्किङ केही पनि छैन वे कता हो वाउ बल्ल भाइ छैन मलाई त वाउ अच्छा के हो यो त जान मिल्दैन क्या जरुरी सूचना यहाँभित्र मोटर बाइकिङ कति सीमित जान मिल्छ बिस्तारै 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 वाउ ए सब ढुङ्गाले बनेको पुरानो पुरानो घरहरू पाइन्छ यत्रो होटेलहरू छ ए आम्मो खतरा गल्ली छ त गल्ली गल्ली हो नि त अब त ए ल अब यतै होला यस Are you excited? Are you excited? Really? रोक्न अगाडिसम्म एक लट गएर आउँ न कस्तो घुमौँ न ओहो प्याक छ त जेरी गल्ली हो क्या यही के हो नि यतै राख्नुपर्छ क्या होटल सोधौँ न त उता रेस्टुरेन्टमा जाऊँ न ड्रेस लाएर फोटो खिच्ने यतै रहेछ वाउ मिठो मिठो लड सब है ए हामी त दामी झाँक्री गल्ली खोइ झाँक्री गल्ली हो यो प्याराडाइज गेस्ट हाउस हो जेरी गल्ली कबड्डी गल्ली झाँक्री गल्ली ए गल्ली गल्ली यहाँ चाहिँ टिकटक बनाउनु रहेछ टिकटकको फोटो छ टिकटक गल्ली हो टिकटक स्ट्रिट कहाँ छ को बोर्डहरू टक्क मस्त फुल फुल रहा हामी चाहिँ अहिले मार्फामा छौँ गल्लीमा अब चाहिँ हामी रुम खोज्दैछौँ रुम खोजेर एकछिन पछि निस्किनुपर्छ रुम पाइयो अनि हामी चाहिँ अहिले W स्टार आज अब यस्तो शरीर दुखेछ भोलि घुम्नु जानुपर्छ आजलाई रेस्ट गर्नुपर्छ भेटौँला भोलि नभए अहिले बेलुका भेटौँला
है